भ्रमण। आज हामीले युवा नेपाल समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा पुष्टि सम्पूर्णमा हार्दिक नमन। परोपकाराय फलन्ति वृक्ष परोपकाराय वहन्ति नदः परोपकाराय विहन्ति गावः परोपकारार्थ निदम शरीरम। रुखले अरूका लागि फल दिन्छन्, नदीहरू अरूका लागि बग्छन्, गाईहरू अरूका लागि दुध दिन्छन् र यो हाम्रो मानवको शरीर पनि परोपकार तलबिन्दु निपातेन क्रमशः पुर्यते घटा। त्यसैले हामीले दिएको थुपा रगतले कसैको जीवन फेरि पुनर्जीवन पाउँछ, त्यो नै एउटा अभागी हो। र शास्त्रहरूमा चाहिँ रगतलाई महादानको रूपमा निरूपित गरिएको छ। रगतदान सबैमा एउटा ठुलो महादान हो र सबैले रक्तदान महादान कसैको अमूल्य जीवन भन्ने मानवीय भावनाका साथ आउनुहोस्, रक्तदान गर्नुहोस्, अरू कसैको जीवन बचाउनुहोस्, अरू कसैको मुहारमा खुसी ल्याउनुहोस्। म सुभाष तामाङ। जीवनदान महादान भन्ने मूल नाराका साथ हाम्रो युवा नेपाल समितिले स्वैच्छिक रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। त्यसमा रक्तदान दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। रक्तदान जीवनदान महादान जीवनदान महादान। नमस्कार सम्पूर्णमा हो म नेपाली युवा समितिको सदस्य। आज हाम्रो रगत कार्यक्रम छ, सबैले रगत दान गर्नु। यहाँ जो महानुभाव आएर रगत गर्नुभयो उहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। नमस्कार। जय श्री सीताराम। म विश्व विकास गर्छ रेशम दास। आज हाम्रो नेपाल युवा समिति नेपालको आयोजनामा जुन राष्ट्रिय संस्कृतिको सामाजिक विकास संस्था नेसनल नेपालको यो प्राङ्गणमा रक्तदान कार्यक्रम सुसम्पन्न भएको छ। वास्तवमा दानहरू धेरै प्रकारका दानहरू हुन्छन्, त्योमध्ये सबैभन्दा प्रत्यक्ष रूपमा एउटा मान्छेको जीवन रक्षाका लागि जुन रगतको आवश्यक पर्छ त्यो रक्तदान गर्न आवश्यक गर्छ। यो युवा समिति नेपालले यो रक्तदान जस्तो पवित्र कार्यक्रम सम्पन्न गरेर जुन आज अत्यन्तै पुण्य काम गर्नुभएको छ, यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिँदै सम्पूर्ण रक्तदाताहरूप्रति पनि आभार व्यक्त गर्दै हामीलाई यो व्यवस्थापकीय एउटा जिम्मेवारी दिएर नेसनल नेपाललाई जुन किसिमको सेवा गर्ने पुण्य कार्यमा सहभागी हुने मौका दिनुभयो, सबैलाई धन्यवाद दिन चाहन्छु। जय जय श्री। सम्पूर्ण महानुभावहरू रक्तदान गरेर आफ्नो यो पुण्य कर्म गर्नुभएकोमा सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। युवा नेपाल समिति कास्की जिल्लाको तर्फबाट हस्त नमस्ते।